नेपाली बक्स अफिस धुरन्धर 2 मय हुँदा धुरन्धर 2 ले व्यापार करोडौंमा गरिरहेको छ भने नेपाली चलचित्रहरू लाख कमाउन पनि मुस्किल भइरहेका छन्। सुपरस्टार रणवीर सिंह, आर माधवन, अर्जुन रामपाल आदिको मुख्य भूमिका रहेको धुरन्धर 2 ले दोस्रो हप्ता छुँदा नेपालबाट 10 करोड माथिको व्यापार गरेर आफ्नो पहिलो धुरन्धरको रेकर्ड नेपालबाट तोडेको छ। विश्वव्यापी बजारमा विभिन्न रेकर्ड तोडिरहेको यस चलचित्रले भारतीय इतिहासमा आजको मितिसम्ममा 1400 करोड भन्दा माथि कमाएर भारतकै 100 भन्दा बढी कमाउने चौथो चलचित्र बनिसकेको छ। अझ यो चलचित्रले यस्तै दर्शक पाइरहे 2000 करोडको आँकडा कटाउने विचार गरिएको छ। अब कुरा गरौं नेपाली चलचित्रको बारेमा। नेपाली फिल्महरूले दर्शकलाई कार्तिकदेखि हलमा तान्न सकिरहेको थिएन। चुनावसँगै नेपाली चलचित्रहरूको रिलिज तालिका गडबडी भइरह्यो भने हिन्दी चलचित्र धुरन्धर 2 ले झन हलहरूमा नेपाली चलचित्र चल्नै मुस्किल बनायो। यद्यपि नायक पल शाह, विपना थापा, प्रदीप रावल अभिनीत चलचित्र आबाट आमाले सफलता कायमै राखिरह्यो। हालसम्म यस चलचित्रले लगभग 13 करोड भन्दा माथि आम्दानी गरिसकेको छ भने अब यो चलचित्र लगभग हलबाट उत्रिने तयारीमा रहेको छ। चुनावअघि हलमा लागेको लामो समयपछि महानायक अभिनीत चलचित्र प्रवासी जीवनले नेपाली बक्स अफिसमा खासै चमत्कार गर्न सकेन। लाज मर्दो 1.5 लाख भन्दा केही मात्र माथि कमाएर सुपर डुपर फ्लप रह्यो। चुनावपछि लागेको अर्को चलचित्र लालिमा चलचित्रबाट आशा धेरै गरिएको थियो। त्यस चलचित्रको पनि व्यापार जम्मा 6 लाखमा सीमित रह्यो। यही शुक्रबारदेखि हलहरूमा नयाँ नेपाली चलचित्र हामी 3 भाइ लागिरहेको छ।